आज सन्डे। वेलकम टु डे 5 अफ मिनी ब्लग। आज नि व्यापार त्यति हुँदैन किनकि आज नि आइतबार त ब्याङ्कहरू बन्द हुन्छ, त्यसै कारणले पैसाको ट्रान्जेक्सन हुँदैन र त्यति व्यापार पनि हुँदैन। लेट्स सी आज कमाइ कति हुन्छ, म हजुरहरूलाई भनिदिइ हाल्छु लास्ट। त्यतिकैमा एउटा भाइ आयो जापानको लागि फोटो खिच्ने भनेर। अनि जापानको लागि चाहिँ 3x4 को फोटो युज हुन्छ अनि एकदम च्याट छिट्टो परेको हुनुपर्छ। यो भाइ पनि 3-4 चोटि आयो फोटो खिच्नको लागि। कहिले बाल मिलेन भन्छ, कहिले के मिलेन भन्छ। अनि सबै मिलाएर भाइलाई मैले मेल गरिदिएँ अनि भाइ गइहाल्यो। अनि त्यसपछि नै एउटा बहिनी आयो र 9-10वटा फोटोकपी गऱ्यो। त्यसपछि हाम्रो चिनेको बिना आइहाल्यो। कसको यो छिमेकी हुनुहुन्छ उहाँ चाहिँ। उहाँसँग यसो गफ गर्दै उहाँको पनि गरेर उहाँ पनि जानु भइहाल्यो। त्यसपछि झ्याउ लाएर यता गफ गर्न आएको साइडको पसलमा। अनि त्यत्तिकैमा मान्छेहरू चाहिँ पुरा मलाउँदै गएको रहेछ। उहाँको आत्माले शान्ति पाओस्। र उहाँ दिदीहरू अब छोरीको फोटो निकाल्ने भनेर आउनुभयो। ल नहल्ले छोरीको फोटो थिएन र मैले फोटो खिचिदिइहालेँ सबै एङ्गल मिलाएर अनि निकालेर उता दिइहालेँ। के गरे? त्यत्तिकैमा एउटा बहिनी आयो। गौतम बुद्ध, अरनिको, पृथ्वीनारायण शाह, लक्ष्मीप्रसाद देवकोटा। कुन त के भयो? अनि आफैलाई थाहा छैन आफूले के भन्यो भनेर। अनि उहाँलाई नै मैले निकालेर दिएर त्यही अघि बहिनीको दिदी रहेछ। अनि मेरो आजको व्यापार भनेको लगभग 850 देखि 900 सम्म भएको रहेछ।